ये मुसलमानों का इलाका है। यहाँ पर हिंदुओं का पीपल का पेड़ नहीं लगाया जा सकता, यहाँ से उखाड़ दो। यो अलाउद्दीन खिलजीले भनेको यो चाहिँ त्यतिखेरको इतिहासमा भनेको कुरा होइन। यो कुरा हाम्रो नेपालको विराटनगर वडा नम्बर 8 अशोक चोकमा हामी पिपलगाछी रोपेर आएपछि यो भोलिपल्ट हामीलाई यो भनिएका डायलोगहरू हुन्। यो नमस्ते, म पारुल छेत्री। विराटनगरमा हामी अहिलेदेखि होइन, धेरै समयदेखि हामी रुख रोप्दै आइरहेछौँ। हामी विराटनगरलाई सुन्दर हरियाली सहर बनाउन चाहन्छौँ। हामीले 20,000 भन्दा बढी हामीले रुखहरू लगाएका छौँ विराटनगरमा। तर एउटा घटना भयो, त्यसले हामीलाई एकदमै पीडा भयो, एकदमै दुःख दियो। हामीलाई चाहिँ हामीले एउटा उद्धार गरेर चाहिँ मानिसहरूलाई छारी होस्, शीतल होस् भन्नको निम्ति रोपिएको रुखलाई त्यसलाई जातको हिसाबले, धर्मको हिसाबले हेर्यो। अशोक चोकमा हामीले रोक्यौं। त्यो विषयलाई लिएर हिजो एउटा फेरि नयाँ एउटा चाहिँ ड्रामा भयो भन्छु म। ड्रामा भयो के भयो भने, ल हिन्दू मुसलमान सबै मिलेर यहाँ पिपल रोप्ने, के अरे पिपल रोप्ने होइन, पिपल त कुरै छोडिदिनुहोस्, अरू के रोप्ने भनेर चाहिँ हिजो एउटा चाहिँ घटना घट्यो। त्यहाँ रुख रोप्ने सन्दर्भमा भेला गरेर सबै खालका उसलाई, जहाँ हामी सरकार थियौँ, हामीलाई बोलाएको होइन, आफै गर्नुभयो, ठिक छ। त्यहाँ एकजना मुसलमानको अभियन्ता भन्ने हुनुहुन्छ, कोसिम आलमजी, उमेरले मेरो कान्छो हुनुहुन्छ म भन्दा उहाँ। त्यस कारणले गर्दा म उहाँलाई चाहिँ छोटे मियाँ भन्छु। म एउटा चाहिँ कथा थियो, चाहिँ भनाइ थियो कि बडे मियाँ त बडे मियाँ, छोटे मियाँ भी सुहान अल्लाह भन्छ। यो के भनेको त हिजो घटनाले चाहिँ प्रश्न पारिदियो मलाई। के भयो भने, त्यहाँका चाहिँ युवाहरूले यही ठाउँमा पिपलगाछी रोप्नुहोस् भनेर त्यहाँका मुसलमानहरूले चाहिँ भन्नुभएको थियो र हामीले त्यहाँ उहाँहरूले भनेअनुसारै हामीले पिपलगाछी लगाएका थियौँ, रोपेका थियौँ त्यो ठाउँमा। तर भोलिपल्टदेखि फोन आउन थाल्यो, बिहान यो त मुसलमान एरिया, यहाँ रोप्नु हुँदैन, यहाँ उखाल्नुपर्छ भनेर मिटिङ राख्नुहोस् भने हामी गयौँ। त्यहाँ हामी गइसकेपछि उहाँहरूको 3-4 कुरा थियो। यो मुसलमानहरूको एरिया, यहाँ चाहिँ रोप्न मिल्दैन, यसलाई खोलातिर रोप्नुहोस्, खोलाले बगाएर लग्छ, जे हुन्छ भन्ने खालको कुराहरू थियो। हामीले प्रेमपूर्वक सम्झाउने प्रयत्न गऱ्यौँ, हामीले सकेनौँ। वडा सदस्य सहित आएर चाहिँ एकदम माइन्युट गरेर यहाँ त मुस्लिम एरियामा पिपल रोप्न मिल्दैन, सार्वजनिक जग्गा भए पनि भन्ने खालको भयो। हेर्नुहोस्, त्यो पिपललाई काट्ने पनि काम भयो। हेर्नुहोस्, हामीले सामाजिक सञ्जालमा पनि हाल्यौँ, यस्तो खालको घटना घटिरहेको छ, यो विषयलाई मुस्लिम अगुवाहरूले पनि यसलाई सम्बोधन गर्नुहोस्। तर हिजो यस्तो खालको नाटक मञ्चन गरियो त्यहाँ छेउमा वार्ड नम्बरको वडा अध्यक्षलाई राखेर, कि लाग्छ कि यो सारा चाहिँ यो प्रकृति प्रेमीहरूले, यो हिन्दूहरूले कि एकदमै चाहिँ झुटो बोलेर यसलाई अफवाह पो फैलायो भनेर उल्टै हामीतिर चाहिँ यो त्यस्तो खालको अवस्था सिर्जना गर्यो। म यो छोटे मियाजीलाई के भन्न चाहन्छु भनेदेखि, तपाईले त्यहाँ गएपछि जसले त्यो पिपलको गाछी रोप्नलाई अवरोध गर्यो, त्यो विषयमा एक शब्द बोल्नुभयो? किन पिपल गाछी रोप्नलाई अवरोध गर्यो? यो नेपालको टेरिटोरी हो, यो कुनै खिलजीको होइन नि, यो अकबरको एरिया होइन नि, त्यो शासनकाल होइन नि, यो त नेपाल हो, जहाँ जसलाई भए पनि यो पिपल रोप्यो कसैलाई क्षति गर्ने चिज होइन नि भनेर एकचोटि सम्झाउनु भएन। त्योभन्दा गम्भीर विषय, त्यसलाई काट्ने काम भएको छ, त्यो कसले काट्यो, त्यसलाई कारवाही गर्नुपर्छ भन्ने कि भनिएन त्यहाँ? छोटे मियाजीले त्यो विषयमा एक शब्द बोल्नु भएन। अर्को कुरा, जनप्रतिनिधि स्वयं त्यहाँको चाहिँ वडा सदस्यले चाहिँ साइन गर्दै, यो सार्वजनिक जमिन भए पनि यहाँ मुसलमान भएको कारणले गर्दाखेरि यहाँ पिपलको गाछी रोप्न पाइँदैन, अरू जे रोप्नुहोस्, पिपल रोप्न पाइँदैन। त्यो विषयमा छोटे मियाजीले केही बोल्नुभयो? छोटे मियाजीले केही बोल्नु भएन। उल्टै चाहिँ उहाँले चाहिँ कस्तो खालको ब्लेम चाहिँ यो पनि अनावश्यक, यो हिन्दू धर्मका ठेकेदारहरू खै कुनै के रे, अनि त्यो हिन्दू धर्मको ठेकेदार मात्रै भन्दाखेरि चाहिँ हिन्दूहरू पनि रिसाउलान् भन्ने हिसाबले चाहिँ मुसलमान पनि धर्मका ठेकेदारहरू। हेर्नु छोटे मियाजी, म तपाईँलाई एकदम राम्रो भन्न चाहन्छु, तपाईँको मुस्लिम साथीहरूलाई तपाईँले चाहिँ मुस्लिम धर्मको ठेकेदार भन्दा उहाँलाई रिस उठ्दैन मलाई थाहा छैन, रिस उठ्नुपर्ने होला, त्यो अपमानित शब्द हो, त्यस्तो प्रयोग नगर्नुहोस्। तर बिर्सेर पनि बढ़िया तरीका से सुनिए छोटे मियाँ जी, हिंदू सबके यहाँ जो कहे छे एकदम से हिंदू के ठेकेदार, यो कसलाई भन्नु खोजिएको? आइन्दा एहन मुख से अहाँ के मुख से एहन यी शब्द नहीं सुने चाहे, यस्तो शब्द फेरि पनि सुन्नु नपरोस्। हिन्दूको ठेकेदार कसलाई भनेको? हाम्रो तपाईले चाहिँ हाम्रा धार्मिक गुरुहरूलाई भन्नुभएको कि हाम्रो चाहिँ
शङ्कराचार्यलाई भन्नु खोज्नु भएको हो कि तपाईँले हाम्रो चाहिँ यहाँ मठहरूको चाहिँ प्रमुखलाई भन्न खोज्नु भएको हो कि हाम्रो चाहिँ हिन्दू सेनालाई भन्न खोज्नु भएको हो कि हाम्रो चाहिँ यो हिन्दू सम्राट सेनालाई भन्न खोज्नु बजरङ्ग दललाई भन्न खोज्नु भएको हो कि कसलाई भन्नुभएको तपाईँले चाहिँ वैष्णव समुदायलाई भन्न खोज्नु भयो कि कृष्ण समुदायलाई शिव समुदाय कसलाई भन्न खोज्नु भएको चाहिँ तपाईँले यो चाहिँ हिन्दूको ठेकदार भनेर धर्ममा ठेक्का हुन्छ धर्ममा ठेक्का हुन्छ यस्तो खालको शब्द तपाईँले प्रयोग नगर्नुहोस् म तपाईँहरूको गन्दा राजनीतिदेखि धेरै पर त्यसलाई छोडेर धेरै पर छोडेर म चाहिँ विराटनगरलाई कसरी सुन्दर बनाउने राम्रो बनाउने हरियाली बनाउने त्यो काममा लागेको यस्तो वृक्षहरू जसले कसैलाई विभेद गर्दैन त्यो पिपल गाछी कसैलाई विभेद गर्दैन कुनै गाछीले पनि कसैलाई विभेद गर्दैन हामी त्यो काममा लागेको तर तपाईँहरूले त्यहाँ त छेउमा वडा अध्यक्षलाई राखेर तपाईँहरूले चाहिँ नाटक मञ्चन गर्नुभएछ त्यो पनि किन भनेदेखि देशभरिका विदेशभरिका चाहिँ हिन्दू चाहिँ यसले चाहिँ व्यापक हिन्दू मात्र किन भन्नु यसमा चाहिँ प्रकृति प्रेमीहरू वातावरण प्रेमीहरूले पनि यसलाई व्यापक विरोध गर्नुभयो यस्तो हुन्छ पिपलको गाछी रोप्दाखेरि विरोध गर्ने हुन्छ भनेर यो विषयलाई लिएर व्यापक विरोध भइसकेपछि यो विषयलाई लिएर चाहिँ आवाज उठाइसकेपछि केही मुस्लिम साथीहरू पनि हुनुहुन्छ नौसादजी हुनुहुन्छ कादिरजी हुनुहुन्छ त्यसै गरी चाहिँ निजामजी हुनुहुन्छ उहाँहरूले चाहिँ यसलाई मिलाउनुपर्छ भनेर उहाँहरू लागिराख्नु भएको थियो तर तपाईँहरू त त्यहाँ आएर चाहिँ सबै ब्लेम हिन्दूहरूलाई लगाएर यहाँ केही नै भएको थिएन जस्तो गरे केही कुरा चाहिँ म त्यहाँ वडा अध्यक्षको पनि म हेर्दै थिएँ त्यहाँ चाहिँ हेर्नुभयो यहाँ के भएको छ त्यसरी हामीलाई अवरोध गर्दाखेरि त्यो पिपल काट्दाखेरि एक शब्द चुई नबोल्ने पछि त्यसलाई चाहिँ संसारैभरिबाट हिन्दूहरूले प्रेसर क्रिएट गरेपछि मात्रै तपाईँहरूले चाहिँ त्यो नौटङ्गी गरेर चाहिँ रोपेर दिएर त्यो कार्यक्रममा पनि फेरि चाहिँ जो दोषी छ जसले चाहिँ त्यस्ता खालका गतिविधि गरे जहाँ बिरुवा रोप्न पाइँदैन पिपलको अरू चिज रोप्नुहोस् बार पिपल चाहिँ पाइँदैन भन्नेहरूलाई उनीहरूलाई चाहिँ कारबाही गर्नुपर्ने अथवा चाहिँ ल त्यसलाई माफ गरिदिउँ ल छोडिदिउँ आइन्दादेखि यस्तो गर्दैनन् भनेर एक शब्द नभनिकन उल्टै चाहिँ एउटा हिन्दू समुदायलाई चाहिँ ब्लेम लगाउने चाहिँ फन्डावाद भयो भन्ने यस्तो भयो भन्ने यो बिल्कुल यो चाहिँ सही कुरा हुँदैन हेर्नुहोस् यो बिल्कुल सही कुरा हुँदैन समाजमा हामीले राम्रो गर्ने हो राम्रो बनाउने हो तर म चाहिँ यो मुस्लिमको अभियन्ता हुँ भन्दैमा छोटे मियाजीले यस्तो खालको चाहिँ अनावश्यक खालको स्टन्ट गर्ने खालको काम नगर्नु होला जसले समाजलाई हानि गर्छ रुख रोप्नुहोस् बिरुवा रोप्नुहोस् सबैजना मिलेर चाहिँ प्रेम बाटौँ घृणा बाँट्ने कामहरू यस्तो खालको नहोस् म हिन्दू साथीलाई एकदमै धन्यवाद भन्न चाहन्छु यत्रो विराटनगरमा हिन्दूको आस्थाको चिज मात्रै होइन त्यो चाहिँ सबै मानव जातिको लागि चाहिँ राम्रो चिज त्यो पिपल गाछीलाई त्यसरी काट्दाखेरि पनि कसैले पनि एउटा थप्पड उठाउनु भएन आफ्नो आफ्नो कुराहरू राख्नुभयो सामाजिक सञ्जालमा बोल्नुभयो तर एकजनालाई पनि कसैलाई पनि क्षति हुने कुनै काम गर्नु भएन उहाँहरूले यति धैर्यता राखिदिनु भयो उहाँहरूले यति राम्रो गरिदिनु भयो उहाँहरूले होइन म एकदमै धन्यवाद भन्न चाहन्छु उहाँलाई एकदम म विशेष धन्यवाद भन्न चाहन्छु यत्रो घटना हुँदाखेरि यो सानो घटना हो पिपल जस्तो कुरा पनि हामीले जात हेर्ने धर्म हेर्ने अनि यो एरिया चाहिँ फलानो धर्मको त्यस कारण यो एरियामा प्रतिबन्ध छ भन्ने यति भन्दा पनि यति शान्तपूर्ण तरिकाले उहाँले गर्नु तर यो शान्तले गर्दाखेरि यो चाहिँ भाइचारा होस् मेलमिलाप होस् द्वन्द्व नहोस् यसलाई समाधान गरियोस् भन्यो दोषीलाई बरु चाहिँ छानबिन गरियोस् कारबाही गरियोस् भनेर उहाँले सामाजिक सञ्जाल माग्नु तर त्यो विषयलाई लिएर चाहिँ त्यसलाई चाहिँ एकदमै त्यसले फेरि भोलिपल्ट चाहिँ एउटा नाटक मञ्चन जस्तो गरेर चाहिँ त्यहाँबाट चाहिँ हिन्दूहरूलाई चिड्याउने कुरा गाली गलौज गर्ने कुरा चाहिँ ठेकदार भन्ने कुरा फेरि पनि म भन्न चाहन्छु हेर्नुहोस् यो हिन्दूहरूलाई चाहिँ ठेकदार भन्ने कुरा बन्द गर्नुहोस् आइन्दादेखि तपाईँहरूको मुखबाट यस्तो खालको कुरा ननिक्लोस् र त्यो पिपलको गाछीलाई कसैले पनि क्षति नपुगाओस् त्यो कुराको ग्यारेन्टी राज्यले पनि गर्नुपर्छ त्यहाँका स्थानीयले पनि गर्नुपर्छ त्यहाँका जनप्रतिनिधिले पनि गर्नुपर्छ हेर्नुहोस् तपाईँ चाहिँ त्यो जनप्रतिनिधिले टालटुल गरेर चाहिँ सबै चाहिँ ठिक भयो भन्दै चाहिँ जे गम्भीर विषय हो त्यसलाई विषयान्तरण गरेर चाहिँ अर्कैतिर कुरा लिएर जुन गर्नु खोज्नु भएको छ भयङ्कर गलत कुरा गर्नुभएको छ तपाईँले हेर्नुहोस् बुझ्नु भएन यो दुनियाँको चाहिँ मुस्लिम देशहरूमा पनि साउदी अरबमा कतारमा जहाँ पनि पिपलका रुखहरू लगाइएको छ बरको रुखहरू लगाइएको छ तर नेपालमा चाहिँ यो एरिया फलानाको त्यहाँ रोप्न पाइँदैन भन्ने अनि त्यो कुरालाई खेद व्यक्त छ दुःख छ यस्तो हुनुहुँदैन थियो भन्न छोडेर छोटे मियाजीहरू चाहिँ एकदमै शीतलले चाहिँ हिन्दूका ठेकदारहरू भन्दै हुनुहुन्छ कृपया यस्तो कुरामा राजनीति नगर्नुहोस् पार्टी पोलिटिक्स गर्नुहोस् तपाईँहरू चुनावको बेला जे गर्नुहोस् तपाईँहरू आफ्नो बोल्नुहोस् तर हिन्दूहरूलाई होच्याएर बोल्ने कुरा बन्द गरिदिनु होला धन्यवाद जय हरियाली जय विराटनगर